यम यम चिन्तयते कामम तम तम प्राप्नोति निश्चितम। तिमीले जे चाहन्छौ त्यो अवश्य पूर्ण हुन्छ, तर तिमीमा श्रद्धा भक्ति भाव हुनु अत्यन्त आवश्यक छ। आजबाट गुप्त नवरात्र सुरु भइसकेको छ। माता भगवती जगतजननीका उपासकहरूले सबैले आजबाट माता दुर्गा भवानीको व्रत प्रारम्भ गर्नुभएको छ। पूजा आराधना जप तप ध्यान गर्नुभएको छ। सबैले आफ्नो घरमा दीप कलश गणेश स्थापना गरी माता भगवतीको घट स्थापना गरी माता भगवतीलाई स्थापना गरेर आज शैलपुत्री माताको पूजा अर्चना जप तप स्तोत्र पाठहरू आरती पुष्पाञ्जली गर्नुभएको छ। सबैलाई गुप्त नवरात्रिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। सम्पूर्ण भगवत भक्त सज्जन वृन्दमा राधे राधे। सबैजना सकुशल मङ्गल हुनुहुन्छ होला, सबैजना सकुशल मङ्गल हुनुहोस्। भगवान राधा माधवसँग यही छ मेरो प्रार्थना। अब यो गुप्त नवरात्रिमा देवी उपासक भक्तहरूले देवीको बीज मन्त्र यदि जप्नु भएन भने तपाईहरूले गरेको व्रतको कुनै अर्थ रहँदैन। तपाईहरूले हरेक कार्य भगवतीको त गर्नुभयो, तर माता भगवतीको बीज मन्त्र यदि जप्नु भएन भने तपाईको व्रत पूर्ण हुँदैन। त्यसै कारणले ध्यान दिएर सुन्नु होला। तपाईले पूजा अर्चना जप तप ध्यान स्तोत्र पाठहरू धूप दीप नैवेद्य आरती पुष्पाञ्जली गर्दै गर्दा माता भगवतीको यो बीज मन्त्र अवश्य जप्नु होला। ओम ऐम ह्रीम क्लीम चामुण्डायै बिच्चे। फेरि भन्दैछु, ओम ऐम ह्रीम क्लीम चामुण्डायै बिच्चे। यो माता भगवतीको बीज मन्त्र हो। अत्यन्त अद्भुत शक्तिशाली मन्त्र। यो मन्त्र जप्नाले तपाईको घरमा सुख शान्ति समृद्धि त आउँछ। तपाईको हरेक कष्ट बाधा विपत्ति समस्या पीडाहरू पनि हटेर जानेछन्। त्यसै कारणले गर्दा यो बीज मन्त्र जप्न नबिर्सनु होला। आज सबैले माता शैलपुत्रीको पूजा अर्चना गर्नुभयो। अब भोलि दोस्रो दिन बिहान सबेरै उठेर स्नानहरू गरेर यदि विवाहित महिला हुनुहुन्छ भने रातो साडी रातो ब्लाउज लगाएर रातो सल शिरमा ओढेर आफ्नो घरको मन्दिर अगाडि बस्ने र मन्दिरलाई सफा गर्ने चिटिक्क बनाउने र यदि भगवती माताको तपाईसँग विग्रह मूर्ति छ भने विग्रह मूर्तिलाई तपाईले स्नान गराउने, जलबाट स्नान गराउने, दुध दही घिउ मह सक्खरले स्नान गराउने, जलले स्नान गराउने, मूर्तिलाई पुछेर तपाईले रातो वस्त्र चढाउन सक्नुहुन्छ। यदि तपाईसित चुनरी छ भने चुनरी चढाउन सक्नुहुन्छ। फुल माला लगाइदिने र ब्रह्मचारिणी मातालाई चन्दन लगाइदिने। भोलि ब्रह्मचारिणी मातालाई के चढाउँदा अति प्रसन्न हुनुहुन्छ त भन्दा भोलि ब्रह्मचारिणी मातालाई यदि सेतो वस्त्र छ भने सेतो वस्त्र अर्पण गर्ने, यदि पहेँलो वस्त्र छ भने पहेँलो वस्त्र अर्पण गर्ने र एउटा कुरा नभुल्नु होला, स्नान गराउँदाखेरि भोलि ब्रह्मचारिणी मातालाई पञ्चामृतले स्नान गराउनु भयो भने माता अति प्रसन्न हुनुहुन्छ। र ब्रह्मचारिणी मातालाई रोली चन्दन चढाउनु होला, रातो पुष्प चढाउनु होला, फुलको मालाहरू तपाईँलाई अघि नै अर्पण गर्नु भनिसके, फुलको मालाहरू अर्पण गर्नु होला र धूप दीप नैवेद्य गर्नु होला र त्यस पछाडि भगवती माताको बीज मन्त्र जाप्नु होला र त्यस पछाडि तिलक कवच अर्गला पाठ गर्न सक्नुहुन्छ तपाईले र दुर्गा सप्तशती पाठ गर्न सक्नुहुन्छ तपाईले। यदि दुर्गा सप्तशती तपाईँलाई आउँदैन भने दुर्गा चालिसा पाठ गर्न सक्नुहुन्छ तपाईले र पाठ गरिसके पछाडि आरती पुष्पाञ्जली क्षमा याचना गरेर भगवती माताको पूजा आराधना गर्न सक्नुहुन्छ। तपाईले पूजा आराधना व्रत गरिरहनु भएको छ, आफू पनि शुद्ध रहने र पूजा स्थानलाई पनि एकदम सफा स्वच्छ शुद्ध राख्ने र शुद्ध फलाहार गर्ने। 9 दिनसम्म माता दुर्गा भवानीको 9वटा रूपको पूजा अर्चना गर्नुहोला। प्रथम दिन शैलपुत्री, द्वितीयम ब्रह्मचारिणी, दोस्रो दिन ब्रह्मचारिणी, तृतीयम चन्द्रघण्टा, तेस्रो दिन चन्द्रघण्टा, तृतीयम चन्द्रघण्टा, कुष्माण्डेति चतुर्थकम, चौथो दिन कुष्माण्डा देवी चतुर्थकम, चौथो दिन कुष्माण्डा, पञ्चमम स्कन्द माता, पाँचौं दिन स्कन्द माता, षष्ठम कात्यायनी, छैठौं दिन कात्यायनी, सप्तमम कालरात्रि, सप्तम दिन कालरात्रि माता, अष्टमम महागौरी, आठौं दिन महागौरी, नवमम सिद्धिदात्री, नवम दिनको दिन सिद्धिदात्री माताको पूजा अर्चना गरेर तपाईले माता दुर्गा भवानीको 9वटा रूपको यथावत विधिसहित पूजा अर्चना गरेर व्रत पूर्ण गर्न सक्नुहुन्छ। नवम सिद्धिदात्रीको पूजा गरिसके पछाडि तपाईका मनोकांक्षाहरू भगवती मातालाई भन्नुहोला। भगवती सिद्धिदात्री माताले
तपाईँको हरेक मनोकांक्षा पूर्ण गर्नुहुनेछ। यदि सकिन्छ भने नवमीको दिन गुरुहरूद्वारा दुर्गा सप्तशती पाठसहित सबै कर्म गराएर हवनादि कार्य पनि गराउनु भयो भने तपाईँको व्रतले पूर्णता पाउनेछ। सबैले दत्तचित्त दृढ सङ्कल्पका साथ माता भगवतीको पूजा आराधना गर्नुहोला। माता भगवती अति करुणामयी जगतजननी सबैकी माता हुनुहुन्छ। माताले सबैको कल्याण अवश्य गर्नुहुनेछ। देवी प्रपन्नार्ति हरे प्रसीद प्रसीद मातर जगतोऽखिलस्य प्रसीद विश्वेश्वरी पाहि विश्वम तुमेश्वरी देवी चराचरस्य। सबै स्वस्थ व्यस्त मस्त रहनुहोला। हस्त नमस्कार, फेरि भेटौँला। राधे राधे।